हरेयं ब्रह्मा वरुणेन्द्ररुद्रमरुतस्तुवन्ति दिव्यस्तवै वेदये साङ्गपदक्रमोपनिषदै गायन्ति यं सामगा ध्यानावस्थित तद्गतेन मनसा पश्यन्ति यं योगिनी यस्यान्तं न विदो सुरासुरगणा देवाय तस्मै नमः श्रीमश्चन्दनचर्चितो जलवपो शुक्लाम्बरः मल्लिका मालालङ्कृतकुण्डला प्रविशन्मुक्तावली शोभिता सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् मुखं करोति वाचाला पङ्गुं लङ्घयति गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवं नमो भगवते तस्मै व्यासाय मेततेजसे यस्याः प्रसादं वक्ष्यामि नारायण कथामिमां नारायणं नमस्कृत्यं नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। ॐ भगवते नमः। अथ विंशोऽध्यायः। कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त्य मुनि। कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त्य मुनि। कुमारी गुमा भिक्षुको रूपमा देवको श्राप सुनेर अति दुखित भइरहेकी थिइन्। केही कालपछि गङ्गामा स्नान गर्न गएका शिवभट्ट ब्राह्मण सती ब्राह्मणी स्नान ध्यान सन्ध्या सकेर हरिहरको पूजा गरे, सुवर्ण नाना द्रव्य दान गरे, सधैँका झैँ घर फर्के। घरमा आफ्नी प्यारी छोरी गुमालाई रोइरहेको देखेर हे पुत्री किन रोएकी, के दुःख पर्यो हो भने सोद्धा गुमा भन्दछिन्, हे माता, हे मेरी पिता, गङ्गा स्नान गर्न तपाईँहरू गएपछि म अचेता केलाइरहेकी थिएँ। भिक्षुक आएर भिक्षा मागे, पकायो, अचेता केलाइसकिन्न, लागेपछि म भिक्षा दिन्छु भनेर पर्खाइराखेको थिएँ। अचेता केलाइसकेर भिक्षा लिएर दिन भनेर गएँ। भिक्षुकले हे ब्राह्मणी पुत्री, यतिका बेर पर्खाई, बल्ल भिक्षा दिन आइस्, त्यो भिक्षा म लिन्न दिने भए तेरा पिताले पूजा गर्न तैँले केलाइराखेको अचेता भिक्षा दे भने र मैले लिने भए ल्याऊ, नलिने भए अचेता पनि दिने होइन भने यतिकैमा भिक्षुक रिसाएर हे पापिष्ट, तैँले अहङ्कारले भिक्षा दिइनस्, तँलाई श्राप दिन्छु भनेर भने त 7 वर्षकी हुँदा 70 वर्षको बुढोसित तेरो विवाह होस्। फेरि तेरा माता पिताले महाकष्ट गरी सिद्धि गणेशको सेवा गरी पाएको सम्पत्तिको नाश होस्। फेरि तँलाई पनि नाना तरहको दुःख होस्। फेरि माता पिता पनि चाँडै मरिजाउन् भनेर डम्मरू बजाई श्राप गरी गए भनिन्। गोमाको कुरा सुनि शिवभट्ट ब्राह्मण भन्दछन्, हे पुत्री, ती श्री महादेव हुन् र तिनले दिएको श्राप लाग्ला र कदापि लाग्दैन। भिक्षुकले भने भन्दैमा रुनु छैन, नरौ भनेर अनेक तरहले बुझाए। त्यसपछि गुमा 6 वर्ष लागिन्। तब शिवभट्टले आफ्नी पत्नी सती ब्राह्मणीसित सल्लाह गरेर गुमालाई कन्यादान दिन भनी ठाउँ ठाउँ योग्य वर खोज्न ब्राह्मणहरू पठाए। जगदेश्वर श्री महादेवको श्रापले गर्दा गुमालाई कन्यादान दिने ब्राह्मण पाउन सकेनन्। शिवभट्टले आफै जहाँ तहाँ खोज्दै गर्दै हिँडे। आफूले भने जस्तो ब्राह्मण फेला पार्न सकेनन् र गङ्गा गएर स्नान गर्न लागेका ब्राह्मणहरूलाई पनि हेरे, त्यहाँ पनि आफ्नो इच्छाले चाहे जस्तो वर पाएनन्। तब मनमा आरेस लागेर हार माने घरतर्फ आउँदा कोप्रो कान नसुन्ने, डेरो कैलो आँखे भाउ भएको धारा निस्केको कपालका रौँ सेतो भएर पाकेको कालो कालो मुखबाट र्याल बगाइरहने 70 वर्षको शिलासन गरी सन्ध्या गर्न लागेका शिव शर्मा नाउँ भएका बुढा बाहुनलाई देखे शिवभट्ट ब्राह्मणले तिनैलाई धेरै बेरसम्म हेरिरहे। शिव शर्मा सन्ध्या सकी, तिमी को हौ, कहाँबाट आयो, मलाई धेरै बेरसम्म किन हेरिरहेको हो भनेर सोधे। म शिवभट्ट नाम भएको ब्राह्मण हुँ, मेरा घरमा एउटी कन्या छन्, कन्यादान दिन भने ब्राह्मण कुमार खोज्दै हिँडेको हुँ भने जस्तो कहीँ पाइन र घर जान भने हिँडेको। तिमीलाई देखेर हेरिरहे, तिमी
तिमी को हौ? यस्ता शिव भट्टको कुरा सुनि शिव शर्मा भन्दछन्, हे शिव भट्ट ब्राह्मण, म पनि हे शिव शर्मा नामको ब्राह्मण हुँ। 16 वर्षको उमेरदेखि कसैले दिए कन्यादान लिन भनी हिँडेको, अहिले 70 वर्षको हुँदा पनि मलाई कन्यादान दिने कोही भएनन्। मेरो भाग्यले आज तिमीलाई पाएँ, ईश्वरको कृपाले हामी दुवैको काम पुग्यो। हे पिता, मेरो ओपर दया गरे तिम्री पुत्र हे, मलाई कृपा गरेर देऊ, सहस्र बिन्ती छ। ब्राह्मण भएर यो उमेर उन्जेल पनि मेरो विवाह हुन सकेको छैन, अब तिमीले कृपा गरेर कन्यादान पाउला। यस्तो हो शिव शर्माले भनेको सुनेपछि शिव भट्ट ब्राह्मण भन्दछन्, यस्तो उमेरका तिमीलाई बालक छोरी कसो गरी दिने? विशेष गरी यस्ता कुरूपय कामदेवको स्त्री र तेजस्वी सुन्दरी पुत्री यो अयोग्य छ। शिव भट्टका कुरा सुनि शिव शर्मा फेरि भन्दछन्, हे शिव भट्ट, त्यस्तो आज्ञा नगर, ती कन्या मलाई देऊ, नदिए हत्या गरी मर्नेछु। शिव शर्माको यस्तो कुरा सुनि शिव भट्ट मनमा नै भन्दछन्, त्यसको कर्ममा त्यस्तै लेखेको रहेछ, म के गरौँ? उस दिन शराब दिने भिक्षुक रूप श्री महादेव रहेछन्, उनको शराब टार्न इन्द्रले पनि सकेनन्, रावणले पनि सक्दैन थियो, म जस्तो ब्राह्मणले कसरी सकुला? यस्तो विचार गरेर मनमा अनेक तरहका कुरा खेलाउँदै शिव शर्मालाई लिएर घर गए। सती ब्राह्मणीले शिव शर्मालाई साथमा लिएर घर आएको देखेर, तपाईँले कसलाई किन डाकेर ल्याउनु भयो भनेर सोधिन्। शिव भट्ट भन्दछन्, हे सती, योग्य ब्राह्मण वर खोजे हिँड्दा कहीँ पाउन सकेन, घर जाउँ भनेर आउँदा यी गङ्गामा बसी सन्ध्या गर्न लागेका रहेछन्। मलाई आएको देखेर सन्ध्या सकेर म छेउ आए, को हौ, कहाँदेखि आयो भनी सोधे। मैले म शिव भट्ट नामको ब्राह्मण हुँ, कन्या दिन योग्य ब्राह्मण कुमार खोजे हिँडेको हो, कहीँ भने जस्तो नपाउँदा घर जान हिँडेको हुँ भने। तब यिनले म ब्राह्मण हुँ, 16 वर्षको उमेरदेखि कसैले दिए कन्यादान लिने भनी हिँडेको, मलाई कन्यादान दिने कोही भएन। आज मेरा भाग्यले तिमीलाई भेटेँ, तिम्री पुत्री मलाई कन्यादान देऊ भने मैले। हे शिव शर्मा, यस्ता उमेरका वृद्ध कुरूपय कामदेवी स्त्री र तेजस्वी हे मेरी छोरी दिन योग्य छैन, यस्ता कुरा नगर भने। तब यिनले यस्तो आज्ञा नगर, ती कन्या मलाई दान गरेर नदिए हत्या गरी मर्नेछु भनी सँग लागि आए। यो अनर्थ भयो। ब्राह्मणी भन्दछन्, हे स्वामी, यस्तो कुरा नगर। त्यो कस्तो हो भने कान नसुन्ने बुढो डेरो, कोही आँखा भएको धारा निस्केका, यस्तालाई मध्याह्न कालका सूर्यको जस्तो तेज भएकी, पूर्ण चन्द्रको जस्तो मुख क्रान्ति भएकी, हात्तीको सुण जस्तो पाखुरा तिग्रा भएकी, बाघ जस्तो कम्मर भएकी, सावित्री जस्तो पैँतला भएकी, सुन जस्तो पहेँलो जिउ भएकी, राजहंसको जस्तो गमकन भएकी, कोइले झैँ मिठो स्वर भएकी मेरी छोरी, त्यसलाई कसरी दिउँ? दिन्न, अर्काले कन्या दिएनन् भनेर जतिले हत्या गरेर मर्लान्, त्यो हत्या हामीलाई लाग्छ, कदाचित लाग्दैन। तपाईँलाई त्यस कुराको भय सन्देह छ भने त्यो हत्या गरी मरोस्, त्यो पाप म आफ्नो कपालमा थापुल्ने। त्यस्तो गोर्खीले डराउनु पर्दैन, त्यसलाई त 1000 ब्रह्महत्या लागे पनि म कन्या दिने छैन। पृथ्वीमा अरू कोही ब्राह्मण छैनन् कि तपाईँले खोज्न नसकेको हो भने म गएर खोजेर ल्याउँछु भनेर सत्य ब्राह्मणले शिव भट्टलाई भनेको कुरा सुनि शिव शर्मा ब्राह्मण भन्दछन्, हे माता, संसारमा बुढा पनि छन्, बालक पनि छन्, राम्रा पनि छन्, नराम्रा कुरूप भएका पनि छन्, कसैका सन्तान धेरै छन्, कसैका छँदै छैनन्, कसैका आफूभन्दा उमेर पाकेकी स्त्री, कसैका बुढा पति पनि छन्, कोही धनी छन्, कोही गरिब छन्। कुमालेको चक्र झैँ घुमिरहेको यो संसारमा बुढो सबैले हुनुपर्छ, सबैले एक दिन मर्नुपर्छ, बुढो नहुने र मर्नु नपर्ने कोही छैन। त्यस अर्थले ती कन्या मलाई दिनुहोस्, नदिए तपाईँ दुवै स्त्री पुरुषलाई सरोपर प्राण त्याग गर्नेछु भनेर प्राणवायु खिचेर ब्रह्माण्डमा पुर्याई मर्न तयार भए। तब शिव भट्ट ब्राह्मण डराएर भन्न लागे, हे शिव शर्मा ब्राह्मण, त्यसो नगर, मेरी पुत्री तिमीलाई दिन्छु भनेर बुझाइ गोडा धोई माथि लगे। सती ब्राह्मणीले भने मानेकी थिइनन्। तब शिव भट्ट ब्राह्मण सती ब्राह्मणीलाई बुझाउन लागे, हे स्त्री, उस दिन सरापेर जाने भिक्षुक रूप श्री महादेव रहेछन्, अब 33 कोटी देवता हाम्रो सहाय भएर आए पनि सराप टार्न सक्ने छैनन्। दैवले गरी पारी ल्यायो गोमा, यिनैलाई कन्यादान दिउँ, ढिपी नगर, सामग्री तयार गर भने। तब सती ब्राह्मणी विचार गर्न लागिन्, अहो आश्चर्य, बुढाको र बालकको विवाह भएको देख्नु पर्यो। निर्विवेकी हे विधाताले मेरी पुत्रीको ललाटमा कस्तो लेखेको रहेछन्, न्वारनका दिन बालिका भाग्यमानी हुनेछन्,
सम्पूर्ण लोकले मान्नेछन् भनेर ब्राह्मणहरूले भनेका थिए, त्यो पनि मिथ्या रहेछ। हामीले नगर्नु कर्म त केही गरेका थिएनौँ, सकेसम्म सबैको भलो गर्दथ्यौँ, के पापले यस्तो भयो? मेरी पुत्रीलाई श्राप दिने श्री महादेव रहेछन्, यो अन्जानले के जान्दथ्यो श्राप दिएछन् भनेर अधैर्य भई साह्रै रुन लागिन्। अनि शिवभट्ट ब्राह्मण भन्दछन्, हे स्त्री नरौ, दैवले जस्तो चिताए त्यस्तै हुन्छ। शिव शर्मालाई खान पिउन दिएर सुत्ने ठाउँ खटाइदेऊ, विस्मा त नगर भने। त्यस्तो आफ्नो पतिको वचन सुनेपछि सत्य ब्राह्मणले अनेक तरहको पकवान तयार पारेर खान पिउन दिइन्। शिव शर्मा सुत्न गएपछि सत्य ब्राह्मणले आफ्नी पुत्री गोमालाई डाके काखमा राखेर स्नेहले आँखाबाट आँसु खसाले भन्न लागिन्, हे मेरी प्यारी पुत्री, तेरो विवाह हुने भयो। त्यस वृद्ध ब्राह्मणलाई तेरो बाबाले कन्यादान दिनेछन्, किनभने उस दिन तँलाई सरापेर जाने भिक्षुक श्री महादेव रहेछन्, त्यो सराप तँलाई लाग्यो हो। हामीलाई दोष नदे, तैँले पनि सुर्ता नगर्नु, तेरो कर्ममा लेखेको कुरा अन्यथा गर्न कसको सामर्थ्य छ? हे गोमा भन्दै आँखाबाट बलिन्द्र धारा आँसु बगाइने। यस्ता कुरा आफ्नी माता सत्य ब्राह्मणीले भनेको सुनेर गोमा भन्दछिन्, हे माता, तिमीहरूलाई केही दोष छैन, मेरो कर्ममा यस्तै लेखेको रहेछ। फेरि महादेवले दिएको श्राप मिथ्या गर्न कुनै सक्छ र? मैले अहङ्कार गरे भिक्षुक रूप श्री महादेवलाई अनादर गरेको फल मैले पाएँ। जो मनुष्यले भिक्षा माग्न आएका भिक्षुकलाई समयमा भिक्षा नदिए पठाउला, त्यो अवश्य नै दुःखमा पर्ला। जो भिक्षा माग्न आएका भिक्षुकलाई भिक्षाले सन्तोष पारेर पठाउला, त्यसले यस लोक र परलोकमा समेत सुख पाउनेछ। हे माता, तिमी सन्ध्या नगर, बुढो भए पनि, दरिद्र भए पनि, खोरन्डो भए पनि, रोगी भए पनि, लाटो भए पनि, कुष्ठी भए पनि, पापी भए पनि मलाई दैवले पारी ल्यायो। रामचन्द्रजी जस्तालाई त दैवले लगेर वनवास जानु पर्यो, वनवासमा पनि रावणले सीता हरेर गयो। फेरि श्री महादेव जस्तालाई दैव लागेर कालकुट विषकण्ठमा राखे नीलकण्ठ भएर रहनु पर्यो। फेरि युधिष्ठिर जस्ता सत्यवादी राजालाई दैवले लगेर राज्यबाट निकाल्नु र वनवास गुप्तवास समेत बस्नु पर्यो। द्रौपदी जस्ती पतिव्रतालाई दैव लागेर दुर्योधनका सभामा दुशासनद्वारा फरिया खोसिन पर्यो। फेरि बलि राजा जस्ता दातालाई दैव लागेर पातालमा गएर बस्नु पर्यो। मायाका पति कृष्णलाई दैव लागेर आफ्ना अगाडि नाते अरुन्धति नागपासले भाँडासुरले बाँधेको र 56 कोटी यदु वंशीयहरूको नाश भएको देख्नु पर्यो। फेरि ब्रह्माण्ड र त्यस भएका जीव जन्तु जड चैतन्य समस्त सृष्टि गर्ने ब्रह्मालाई दैव लाग्दा आफ्नो शिर कटाएर रहनु पर्यो हो। फेरि देवताका राजा देवेन्द्रलाई दैव लाग्दा राज्य छोडी भाग्नु पर्यो। हे माता, दैवको गति लग्न कसैले सक्दैन। जस्तै घडालिहे कस्तै पानी भएको समुद्रमा गएर डुबाए पनि पानी घडाभर मात्र आउँछ, त्यस्तै आफ्नो भाग्यमा लेखेको मात्र पाइन्छ। सन्ध्या नगर, तिमीहरूले दिएको ठाउँमा म खुसीसित जाउने। यस्तो वचन गोमाको सुनेपछि सत्य ब्राह्मणी खुसी भएर भन्दछिन्, हे गोमा, त धन्य रहेछस्, यस्तो बालक अवस्थामा पनि यस्तो ज्ञानको कुरा गर्ने भनेर रातभरि आमा छोरी कुरा गरी बसिरहे। भोलिपल्ट शिवभट्ट ब्राह्मणले नाउ डाक्न पठाएर शिव शर्माको कपाल खौरन लगाए। मन परेको मिठो मसिनो खान लाउन पाउँदा शिव शर्मा पनि हृष्टपुष्ट भएर मोटाए। त्यहाँ पछि शिवभट्ट ब्राह्मणले लग्न ठहराए। कन्यादानको सामग्री तयार पार्न लगाए। नाना मङ्गल यात्रा गरी आफ्नो मर्यादाले गोमालाई मणि माणिक्य हिरा मोती आदि इत्यादि पहिराई शिव शर्मालाई कन्यादान दिए। गोमाले हातमा फुलको माला लिए। शिव शर्माको गलामा श्रद्धापूर्वक पहिराइन् र दण्डवत प्रणाम गरिन्। कन्यादान सकेपछि शिवभट्टले डाकेका ब्राह्मणहरूलाई भोजन गराई श्रद्धापूर्वक दक्षिणा दिए र ब्राह्मणहरू आशीर्वाद दिए र घर गए। गोमा ब्राह्मणीले शिव शर्मालाई बडो प्रीति प्रतिष्ठापूर्वक सेवा गरिराखिन्। जय जय श्री स्कंद पुराणे केदार खण्डे माघ महात्म्ये कुमार अगस्त संवादे श्री स्वस्थानी व्रत कथायाम गोमा कन्यादान नाम 20 अध्याय। नारायण हरे हरे। उपनयन्तु मङ्गलं व सकल जगन मङ्गलालय श्रीमान् दिनकर किरण निबोधित नव
नलिन दलनिवेक्षण कृष्ण काले वर्षतु पर्जन्यो पृथिवी सस्यशालिनी देशोऽयं क्षुभरहितो ब्राह्मणा सन्तु निर्भया अपुत्रा पुत्रिणः सन्तो पुत्रिणः सन्तु पौत्रिणः निर्धना सदना सन्तु जीवन्तु शरदां शतां तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति यत्र यत्रो अच्युतोद्धार कथा प्रसंगा या कुन्देन्तु तुषारहारधवला या शुभ्रवस्त्रावृता या वीणा वरदण्डमण्डितकरा या श्वेतपद्मासना या ब्रह्माच्युतशङ्करा प्रभृतिर्भिः देवैः सदा वन्दिता सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापः कायेन वाचा मनसेन्द्रियैर्वा बुद्धात्मना वा प्रकृते स्वभावात् करोमि यद्यत् सकलं परस्मै नारायणेति।